हेलो र नमस्ते सबैजनालाई। हजुरहरू सबैलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आजको भिडियोमा चाहिँ म कुरा गर्न गइरहेको छु स्पाइडरम्यान ब्रान्ड न्यू टेकको बारेमा। हजुरहरू सबैलाई त थाहा नै छ स्पाइडरम्यान ब्रान्ड न्यू टेकको हाइप कतिको छ अहिलेको माहौलमा। नेपालमा यसले 2.5 करोडको प्री बुकिङ गरिसकेको थियो। अब यसैबाट अन्दाजा लगाउन सक्नुहुन्छ कस्तो माहौल सेट गरेको छ। हो, म त्यही मुभीको रिभ्यू लिएर आएको छु। मैले फिल्म हेरेर आइसकेँ। हजुरहरू पनि फिल्म हेर्न जान चाहनुहुन्छ या सोचिरहनु भएको छ भने यो भिडियो चाहिँ हजुरहरूको लागि। फ्यानहरूले त मलाई लाग्छ अलरेडी फिल्म बुक गरिसक्नुभयो, कतिले त हेरि पनि सक्नुभयो। तर जो मान्छे चाहिँ सोचिरहनु भएको छ उहाँहरूको लागि चाहिँ आशा छ यो भिडियोले हेल्प गर्नेछ। यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने मेरो यो च्यानललाई सब्सक्राइब गरेर बेल आइकनमा दबाइदिनु होला, ताकि मेरो यो भिडियो कन्टेन्ट हजुरहरू सामु चाँडोभन्दा चाँडो आइपुगोस्। ल अब भिडियो सुरु गरौँ। स्पाइडरम्यान ब्रान्ड न्यू डेको कुरा गर्ने हो भने चाहिँ यो चाहिँ एउटा अमेरिकन सुपर हिरो बेस्ड मुभी हो, जुन चाहिँ स्पाइडरम्यान कमिकबाट एडेप्टेड हो, जसको राइटर डिरेक्टर रहेका छन् क्रिस्टिन ड्यानियल क्रेटन, जसलाई लेखेका छन् क्रिस मैकेन र एरिक समर्सले। अनि यो मुभीको मुख्य भूमिकामा रहेका छन् टम हल्यान्ड, जसले हाम्रो स्पाइडीको क्यारेक्टरलाई निभाउनु भएको छ। यो मुभीमा उहाँको एक्टिङ अरू मुभीमा जस्तै एकदमै बवाल छ। यदि हजुरहरूले स्पाइडरम्यान ब्रान्ड न्यू डे हेर्न जानुभन्दा अगाडि स्पाइडरम्यानको 3वटा सिरिज हेर्नु भएको छैन भने हेरेर जानु होला। यसले तपाईँलाई अगाडिको कहानी बुझ्नलाई एकदमै धेरै मद्दत गर्दछ। स्पाइडरम्यानको लास्ट मुभी स्पाइडरम्यान नो वे होमको एक्सपेक्टेसनमा चाहिँ हजुरहरू नजानु होला, किनकि यो मुभी त्यो लेभलको छैन। तर यसको मतलब यो होइन कि यो मुभी एकदमै खराब छ या नराम्रो छ। यो मुभी एकदमै राम्रो छ, टेक्निकली वेल मेड मुभी छ है। यो मुभीमा न त धेरै एक्सन छ न त धेरै ड्रामा छ, एकदम ब्यालेन्स मुभी। मलाई चाहिँ स्पाइडरम्यान ब्रान्ड न्यू डे एकदमै राम्रो लाग्यो। कहानीको सुरुवात हुन्छ नो वे होम पछि पिटर पार्करले आफ्नो सबै आइडेन्टिटी भुलाइदिएको हुन्छ, या एउटा स्पेल कास्ट गरेर सबैको दिमागबाट पिटर पार्कर को हो भनेर नचिन्ने बनेको हुन्छ। त्यहीँबाट सुरुवात हुन्छ यो मुभीको। अनि उसले नो वे होममा पाएको ट्रोमाको कारण चाहिँ उसको शरीरमा केही चेन्जेसहरू आएको हुन्छ। उसले त्यो ट्रोमालाई कसरी झेल्छ, कसरी आफ्नो म्युटेसनलाई ह्यान्डल गर्छ, अथवा अन्य सिचुएसनहरूलाई कसरी ह्यान्डल गर्छ, यो नै देखाएको छ। मुभीको ब्याकग्राउन्ड स्कोर पनि एकदमै राम्रो छ। कहानी स्मुथली जान्छ, त्यस्तो बोरियत भने काहीँ फिल हुँदैन। स्पाइडरम्यान ब्रान्ड न्यू डे मुभीलाई एक लाइनमा रिभ्यू गर्ने हो भने चाहिँ मुभी एकदमै राम्रो छ। हजुरहरू ढुक्क भएर जानुहोस्, हजुरहरूको पैसा वसुल हुन्छ। मुभी एकदमै राम्रो छ है, भिएफएक्समा पनि कुनै कमी छैन। यो मुभीको अरू कुरा गर्ने हो भने चाहिँ यो मुभीमा देखाएको इमोसनल पार्टहरू पनि एकदमै राम्रो छ। 1-2 ठाउँमा त अलि धेरै नै इमोसनल पनि गर्छ, तर सबै पार्टमा त्यस्तो छैन। तर यो मुभीमा पनिसर भन्ने एउटा क्यारेक्टर छ, जसलाई ट्रेलरमा पनि देख्नु भएको छ। यो दुईटाको केमिस्ट्री चाहिँ अलिकति कमेडिक पारामा छ, त्यसैले गर्दाखेरि पनिसरको जुन र क्यारेक्टर हुन्छ PG-13 को अराउन्डमा आउनु पर्दाखेरि त्यसलाई चाहिँ अलि डल देखाइदिएको छ। त्यो चाहिँ एउटा मलाई कमी लाग्यो यो मुभीको। अनि अरू खासै यसमा कमी चाहिँ केही पनि देखिनँ। हजुरहरू ढुक्क भएर मुभी हेर्न जान सक्नुहुन्छ। मैले चाहिँ यो मुभीलाई एकदमै धेरै इन्जोय गरेँ, मलाई चाहिँ एकदमै मन पर्यो। तर नो वे होमको जति भने चाहिँ छैन, तर पनि मुभीले एकदमै रमाइलो फुल पैसा वसुल गराइदिएको छ। हजुरहरू पनि हेर्न जानुहुन्छ भने ढुक्कले जान सक्नुहुन्छ। हस् त, धन्यवाद। आजलाई यति नै। यदि मेरो भिडियोहरू हजुरहरूलाई मन पर्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।